हेलो एन्ड वेलकम ब्याक एभ्री वान टु माई मिनी ब्लग। आजको भिडियो चाहिँ हामी स्पेसल छ किनकि आज हामी घरमा बस्ने भाइ बहिनी हामी सबै आज ड्राई पिकनिक जाँदैछौँ। एडिलेटको एउटा राम्रो डाँडा छ अरे, त्यहीँ जाँदैछौँ र ड्राई पिकनिकको लागि सबै रेडी भइसकेको छ। यहाँ हाम्रो प्याकिङहरू, चटपटीहरू, कोकहरू, यहाँ मजाले पानीपुरी अनि मेरो क्यामेरा सामानहरू र हेर्दै जानुहोस्। मैले राम्रो राम्रो सर्टहरू लिनेछु आज, तर यस्तै हो वेदर चाहिँ एडिलेटको। अब दोस्तै छ, आज पनि पानी पर्ने पुरै छ। म चाहिँ रेडी छु, अब भाइ बहिनीहरू आउँदैछ। र हामी गाडी चढेर हामी लगभग आधी बाटो आइसकेको छौँ र यता बसिरहेको छु नम्रता पनि, अनि यता म पनि यसो साइड सिनहरू गरिरहेको छु। भनौँ न, अब यहाँ अहिले सिजन भएको भए त अङ्गुरको बोर्ड हुन्थ्यो, झन् रमाइलो हुन्थ्यो। तै पनि अहिले सिजन नभए पनि अब सबै यो साउथ अस्ट्रेलिया त मेनली वाइनकै लागि हो। अनि बरोसा भेरी भनेपछि टोटली वाइन, विभिन्न थरीको वाइन। अब रोड पनि राम्रै छ र फाइनली हामी वाइन टेस्टिङको लागि आइसकेका छौँ। हेर्न सक्नुहुन्छ वाइन टेस्टिङको ठाउँ। फेरि वान अफ द बेस्ट ठाउँ रे वाइन टेस्टिङको लागि, त्यही भएर आइसकेका छौँ हामी। वेदर चिसो छ, हेर्न सक्नुहुन्छ। भाइहरू गाईहरू उत्रिँदैछ। लोकेसन यस्तो दामी छ, तर हावा चाहिँ मजाको रहेछ। Old salmon. Yeah. It's Grenache, Matara, and the Alicante Bush Days. Local growers Semillon. So this one a little bit more kind of texture. It's had some barrel age. हाई गाइज, यो चाहिँ बोरेसा भेरीको वान अफ द फेमस प्लेस हो। ल यहाँ हेर्नु सक्नुहुनेछ ड्रोन सर्टहरू, हल्का ड्रोन सर्ट हान्दै थिएँ मैले। हावाले हल्का साथ चाहिँ दिएको थिएन, तैपनि हल्का जस्तो हुन्छ त्यही ड्रोन हान्दिएको रिस्क लिएर, किन बाटो थियो। यहाँ नम्रता कुदिरहेछ ड्रोन सर्ट भन्ने बित्तिकै, पुरा डान्स गर्दै ड्रोन सर्टको मजा लिँदै। फोटो चाहियो मलाई पनि भन्दै, भिडियो चाहियो भन्दै मैले लिइरहेको थिएँ होइन। अनि भाइहरूको पनि फोटो भिडियो त थियो, तर भाइहरूलाई त्यति मन पर्दैन ब्लगिङ उयोमा हुन, त्यही भएर मैले भाइहरूको चाहिँ सबै काटेर अलिअलि हाम्रो मात्रै पाटा खाएको छु। अब यहाँ कुदिरहेछ मान्छेहरू र हेर्नु सक्नुहुन्छ। बोरेसाहरूको पाम ट्री एरिया भनौँ न, रमाइलो फोटो भिडियो। तर गाडीहरू आएर लास्टै डिस्टर्ब गर्ने कि राम्ररी उडाउनु नपाउने। अनि हावाले पनि साथ दिएको थिएन। मसँग त्यस्तो ठुलो ड्रोन होइन कि, हावामा अलिक सानो छ, त्यही भएर अनि हावाले डिस्टर्ब भएर खासै भयो। यस्तो सर्टहरू चाहिँ आएको पनि, हामी टाइम पनि थोरै थियो। हामी ढिलो पनि हिँडेको थियौँ यहाँबाट, घरबाट हामी लगभग 12 बजीतिर हिँडेको थियौँ। अनि बोरेसा यो ठाउँमा पुग्दा हामी 3-3:30 भइसकेको थियो। अनि छिटै अँध्यारो हुन्छ नि त, त्यही भएर हामीले छिटो खिचेर अनि सट फर्किनु खोजिरहेको थियौँ। त्यही पनि हल्का रमाइलो भनौँ न। सर्टहरू लिनु खोज्दा त मन थियो धेरै नै, तर अब टाइम यस्तै भनौँ न, केही मिल्दैन। कहिले वेदरले साथ दिँदैन, त्यही हो हल्का ड्रोन सर्टहरू हान्यो। अनि आफू पनि यसो भिडियोमा आऊँ भनेर अनि अरूलाई खिच्न लाएर अनि आफू पनि ड्रोनहरू राखेको हल्का फुटेजहरू धेरै त छैन, अलिअलि आफ्नो पनि। टक्क हामीले गाडी त्यहाँ राखेर अनि ड्रोन सर्ट लिएको थिएँ, तर 1 मिनट राख्यो अनि 3 मिनट चाहिँ वेट गर्नुपर्ने कि, किनकि गाडीहरू आइरहेको थियो उताबाट। पास बिजी रोड जस्तै, बिजी त्यस्तो बिजी पनि होइन, तर अलिअलि बिजी नै थियो। हामी बोरेसा भेरीको टपमा आइसकेको छौँ र हेर्नु सक्नुहुन्छ पछाडि यहाँ चाहिँ मान्छे ठुलो च्यान रे, च्यान पनि यस्तो ठुलो छ। अब चाहिँ हामी पाम ट्रीको वटा घुमेपछि अब हामी बोरेसा भेरीको भ्यू पोइन्टतिर लाग्दैछौँ र हेर्नु सक्नुहुन्छ भेडाहरू कस्तो मजाले चलिरहेको ठक्क होइन।
अनि बाटो चाहिँ त अफरोड छ क्या त्यहाँ चाहिँ अफरोड गाडीमा भाइले मजाले कुदाएर होइन हामी जाँदैछौँ र भेडाहरू मजाले देखिन्छ क्या मलाई। हेलो एभ्रिवान, र अहिले म बलेसा भेरीको टपमा आइसकेको छु भ्यू पोइन्टमा। यहाँबाट चाहिँ मजाले भ्यूहरू देख्नु सक्नुहुन्छ। पछाडि एकदम राम्रो छ र आजको लास्ट प्लेस हामी यही हो। तर राम्रोसँग चाहिँ एकदम चिसो चाहिँ लास्टै चिसो चाहिँ हेर्न सक्नुहुन्छ। वेदर यहाँ वाइन टेस्टिङ पनि भइरहेछ। यहाँ गोराहरूले टक्क वाइन ल्याएर यहाँ टेस्टिङ पनि गरिरहेछ भने यता हेर्न सक्नुहुनेछ भेडाहरू पछाडि एकदम मजाको ठाउँ। आजको लागि लास्ट सट अब हामी फर्किँदैछौँ घरतिर। राति पनि भइसकेको थियो। जङ्गलको बाटो हाइवे एकदम जाम हुने भएर हामीले जङ्गलको बाटो ल्याएको थियौँ। त रमाइलो हुँदैछ फाइनली। अनि आजको टुर चाहिँ सकिएको छ र गाडीको हालत हेर्न सक्नुहुनेछ। यहाँ अफरोडिङ पुरै अफरोडिङ भयो। थ्याङ्क यू सो मच सबैजनालाई भिडियो हेरिदिनु भएकोमा। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। सी यु इन नेक्स्ट भिडियो एट द न्यू प्लेस।